एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुर सबै आरामै हुनुहुन्छ होला, म पनि एकदमै आरामै छु। अनि मैले चाहिँ अहिले धेरै पछि भ्लग बनाएँ है। भ्लग नबनाउनको कारण चाहिँ यस्तै हो, गाउँघरमा बिजी हुने, त्यही भएर धेरै काममा व्यस्तताको कारणले गर्दाखेरि नि मैले चाहिँ भ्लग बनाउन नसकेको हो। अनि आजको मौसम चाहिँ यस्तो रहेको छ साथीहरू, बिहानभरि पानी आएर अहिले यसो अलिअलि उग्रेर जस्तो भएको छ। अनि हामी चाहिँ बियाड जोत्ने, धानको बियाड जोत्न, खन्न, घाँस काट्न पनि आएको थियो। अनि यसै क्रममा हेर्नु न, औसिलो कति धेरै पाकेको हेर्नुहोस् त, कति राम्रोसँग पाकेको क्या। वाउ, पानी आएको त यस्तो पानी आएको नि कुनै दिन त काम लाउने के। औसिलो पाक्यो नि त मजाले, कस्तो राम्रो पाकेको छ हेर्नुहोस् न। वाउ है, ल हेर्नुहोस् कति धेरै पाकेको छ। ल हेर्नु, रातै भएको छ क्या, जुनै बुट्टामा नि एकदमै रातै भएको छ। अनि हाम्रो चाहिँ उता दिदीहरूले मल पाँच्न लाउनु भएको, खन्न लाउनु भएको छ। म अनि जोत्न पनि लाउनु भएको छ। म चाहिँ यता औसिलो टिपम भनेर। ल हेर्नुहोस् त कति राम्रो भएको कि, हेर्नु त। वाउ, पुरै बुट्टैभरि रातै झपक्कै फलेको छ कि। यो सिजन अनुसारको फल हो नि त, खान चाहिँ पर्छ कि, पेट दुख्ने गरेर खाने हो। टिपेर घरमा लैदिन पर्यो छोरीलाई अलिकति। भाँडै लिएर आएको थिएँ कि मैले चाहिँ टिप्ने भनेर। आज चाहिँ घाँस पनि यता यसो अलिअलि घाँस पनि काट्ने, काम पनि गर्ने, खाना पनि खाने। ल हेर्नुहोस् त, औसिलो पाकेर कति राम्रो भएको के। वाउ भाइ, कस्तो राम्रो हेर्नुहोस् त। ल हेर्नुहोस्, हो यति टिपेँ है मैले चाहिँ, छोरीलाई लैदिने भनेर यति यति टिपेको छु। यो ठ्याम्मै गर्ने हो, उता दिदीहरूले पनि खानु होला। पानी आएको त कति राम्रो फलेको क्या। अस्ति नै पलाएको थिएन, सरी पलाएको होइन कि, फलेको पाकेको चाहिँ थिएन, अलिअलि पाकेको थियो। ल हेर्नु, पानी सँगसँगै जुका पनि फेरि, बाबै जुका पनि लगाएको, के साह्रो हो भाइ। औसिलो हजुरहरूको गाउँतिर पनि औसिलो पाइन्छ कि पाइँदैन होला है, कमेन्ट गर्नुहोस् है साथीहरू। हाम्रो चाहिँ लेक जस्तै हो, अब लेक नै भनौँ न, त्यही भएर औसिलो लपक्कै पाइन्छ क्या अरे। मेरो माइती घरमा चाहिँ यसो घरको वनतिर गयो नि पाइन्छ, घरको यसो अलिअलि नजिकतिर पाइन्छ क्या, जे होस्। कति राम्रो गरेर पाकेको हो त नि भाइ, यहीँ बसेर यहीँ खाम जस्तो भएको छ। काँडाले कोपी क्या हो भाइ, चसक गरेको छ। कति ठुला के। ल हेर्नुहोस् न, कति ठुलो टोपरा के, टोपरा भन्छन् कि के भन्छन्, हाम्रोतिर त यस्तै भन्छन् क्या अरे। ल हेर्नु, पानी आइसि औसिलो त पाक्ने, जुका लाएर हटाउने बाबै। अच्छा दादा बाबा, काँडा भिज्यो क्या भाइ, यो औसिलोको काँडा।
काँडाले टिप्न गाह्रो हुने नत्र त छ हौ औसिलो त बच्चाहरू पनि औसिलो खान नआए जस्तो हो अहिले त अझै उतापट्टि जानुपर्छ कति छ उतापट्टि यो बेगभरि क्या यो एकदमै छ क्या यहाँ औसिलो म चाहिँ खास भन्न पर्दाखेरि घाँस काट्न आएको हो के अरे घाँसभन्दा धेरै औसिलो देख्छु के गर्ने हो खै यो काँडाको झ्याङभित्र पसेर यति एक मुठी जति घाँस त निकाले के अरे फेरि औसिलोमा चाहिँ देख्छु त बा यो झ्याङभित्र नि औसिलो छ यही पातेहरू काट्ने होला नि ल हेर यहाँ पनि औसिलो मात्रै छ त घाँसभन्दा धेरै औसिलो देखेकी छु आज त घाँसभन्दा धेरै औसिलो लिएर जाने बेर छैन हौ म त घर त वहाँ माथि पनि रहेछ है काँची हो काँडा स्वाटै लैदिन पाए त खान्थ्यो के अरे यहाँबाट वहाँ लान गाह्रो यही पातेहरू काट्ने होला नि बाख्रालाई फेरि नि औसिलो रहेछ यहीँभरि ल हेर त गाँठे अब त्यति औसिलो डब्बा हाल्नु पर्यो टिपेर अलिकति खानु पर्यो अनि बल्ल घाँस काट्न पर्ला आज त मेरो दिन त ल्याएरै ल्याएकी रहेछ खाने दिन भनेर आज त म त बिहाडको गर त जोतिसक्नु भएको छ है तपाईँले मैले औसिलो खाँदा टिप्दा घाँस काट्दा त पुरै गरिसक्नु भएको छ दिन त अझै त्यस्तै छ क्या है जिउरो त पुरै रातो भएको छ मेरो त हेर्नु त औसिलो धेरै खाएर एक माना जति त खाएँ होला हाम्रो ठाउँतिर चाहिँ भारी बोकेर उकालो हिँड्नु पर्ने के कति गाह्रो के छ पुरै उकालो हिँड्न पर्ने के भारी बोकेर मैले चाहिँ यति बनाएँ एक डोको घाँस चाहिँ काटेँ एक डोको घाँस काटेँ यो भा गुल्ट्यो अब जाने होला नि घर म चाहिँ आउँदै हो बाटोमा औसिलो खाइक्यो हौ खोइ खाएर देखाइदेऊ त मम्मीलाई खोइ खोइ के बिचरा मिठो रहेछ यम्मी रहेछ यो ठ्याम्मै ल्याइदिएको हो यत्रो बाउ छोरीले खाए छोरीले खानालाई चाहिँ अब ओहो माइ गॉड मिठो रहेछ बाबु यता हेर त मिठो रहेछ कसले ल्याइदिएको नबोल्ने रिसाइ चाहिँ क्या हो